याद कर, सडकमा होस् संसदमा होस्, अरू कुराको चाटला माननीय न त शिक्षा न त स्वास्थ्य कर केका लागि खुब भाषण गर्छौ। कांग्रेसका गगन थापा र विश्वप्रकाश शर्मा जे हो, माथिबाट आउँछ तलबाट कुरा लाउँछ। 5 खर्ब रुपैयाँ यो देशको भौतिक संरचना ध्वस्त पार्यो। यसको ब्याज सहित प्रचण्डको सम्पत्तिबाट हडपहर गर्नुपर्छ। केही हुने आलो छैन। जो जतिले गफ लाए पनि अब भर मान्दैन माननीय ज्ञानेन्द्र साहेब। मान्छेलाई बेरोजगार बनाएर आज विदेशमा बेल्चा हान्न बनायो। यसैका लागि हो तिम्रो क्रान्ति। युवाहरू बिल्छे हान्न जाँदैछन् भन्छन् खाडी मुलुकतिर। हामी यहाँ गाउँतिर बत्ती नभएर बुन्चेर हान्न जङ्गलतिर जाँदै। हामी यो चाहन्नौ देशमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी टावर नेटवर्क प्रधानमन्त्री ल्याउँछौ। यी घुडा टेक्ने र र्याल काट्नेलाई सजाका लागि यो देशबाट बहिष्कार गर्छौ। यो हाम्रो कुरा खुलुक्क खाए स्टेटमा आइ निशुल्क बाल्छ कि बाल्दैन? पानी निशुल्क पाइन्छ, सडक राम्रो छ, बिजुली आउँदैछ उज्यालो। म आउँदाखेरि उज्यालो बत्ती खै त ज्ञानेन्द्र साई कुरा बत्ती खै त। शिक्षा निशुल्क छ, रोजगारी छ, अनि केका लागि नि होला हामीले